भनिन्छ नि बच्चाहरू भइसके पछाडि प्यारेन्ट्सहरू पनि हरेक कुराहरू सिक्दै अगाडि बढिन्छ भनेर भनिन्छ होइन। आज त म एउटा बच्चाहरूको प्रत्येक फेजहरू हुन्छ नि, अन्त फेज पार गर्दा चाहिँ सिकेको कुराहरू चाहिँ म भन्छु है। मेरो नानी चाहिँ ब्रोथ ओके, मेरो नानी चाहिँ पहिला जाने डे केयर चाहिँ पाँचजना मात्रै बच्चाहरू भएको डे केयर थियो होइन। अनि त्यसपछि त्यहाँ चाहिँ त्यो चाहिँ 3 वर्ष मुनिको मात्रै, अनि त्यसपछि 3 वर्ष माथि भए पछाडि चाहिँ ठुलो डे केयरमा गयो होइन, स्टार्ट गर्यो। त्यस पछाडि अब डे केयर त जानै पर्छ, 2जना मात्रै भएर बच्चा हुर्काउँदाखेरि चाहिँ अब काम त गर्नु पर्यो होइन। हामी दुईजनाले नै अब बच्चा भइसके पछाडि काम नगर्ने भन्ने त हुन्न। अनि त्यसपछि काम गर्ने क्रममा अब डे केयर पठाउँदाखेरि चाहिँ 3 वर्षभन्दा माथिकोलाई पठाउने डे केयरमा चाहिँ 25 जना थियो होइन मेरो नानी बाबुको स्कुलमा, त्यो उसमा चाहिँ डे केयरमा चाहिँ। अनि त्यसपछि त्यहाँ जाँदा चाहिँ उसलाई स्टार्टिङमा अब न्यू फ्रेन्ड्स एन्ड न्यू रुल्स सबै न्यू भएर चाहिँ एकदमै कस्तो अग्रेसिभ भएको होइन, अनि कस्तो नराम्रो बानी बेहोरा देखाएको। अनि स्पेसली चाहिँ उसले त्यो रिसाउने टाइपको देखाउने चाहिँ म लिन जाँदाखेरि क्या, पुर्याउनु जाँदाखेरि त अब मतलब होइन, लिन जाँदाखेरि चाहिँ अब सबैजनाको रिस चाहिँ उसलाई अब कसलाई पोख्ने त भन्दाखेरि आमालाई होइन। अनि त्यसपछि म लिन जान्थेँ, अनि उसको चाहिँ अब चेन्ज चाहिँ कस्तो हुन्थ्यो भने अब पहिला 5जना मात्रै भएको ठाउँमा जाँदाखेरि चाहिँ ऊ डेमा पनि सुत्थ्यो। अनि ऊ 5जना मात्रै भएको ग्रुपमा चाहिँ ऊ चाहिँ सबभन्दा ठुलो थियो। अनि उसले भनेको, उसले टिचरहरूलाई हेल्प गर्न पनि पाउँथ्यो, अनि भनेको कुराहरू पनि मान्थ्यो। अनि त्यो रुल्स भन्ने भए तापनि ऊ कस्तो टाइपले हुर्किएको थियो भने उसले जे गरे पनि उसकै राम्रो क्या। अनि त्यसपछि अब यहाँ 25मा त्यस्तो हुँदैन, अब त बिस्तारै नर्मल रुल्स पनि सिक्नु पऱ्यो, राम्रोलाई राम्रो नराम्रो भनेको नि उसले मान्न पऱ्यो होइन। अनि सबै उसलाई के भन्छ एक्सेप्ट गर्न गाह्रो भएको थियो। अनि म लिन गयो, जहिले रिसाउने, अनि त्यसपछि मलाई गाली गर्ने, अनि त्यसपछि थ्याङ्क्सफुल नहुने म लिन गएकोमा। अनि त्यसपछि इभन एक दिन त अझै के भन्छ मलाई अर्को आमा चाहियो, मलाई चाहिँ अर्को आमा चाहियो भनेर भन्यो कि होइन। अनि त्यसपछि अब म त आमा हुँ होइन। अनि त्यसपछि चित्त त दुख्यो कि, तर चित्त दुख्यो पनि मलाई त कस्तो फिल भयो भने आमै उसलाई उसको मनमा केही भइरहेको छ, मैले बुझिदिनुपर्छ भनेर। अनि त्यसपछि उसलाई सुताएँ उसकै टाइपले। अनि त्यस पछाडि जब ऊ एकदमै फ्रेस भयो नि, त्यसपछि चाहिँ अब चाहिँ भएन, फो एन्ड हाल पनि भयो। अनि ठुलो त के भन्नु, जे पनि अलिअलि त बुझ्ने